यो निर्वाचन र योभन्दा अघिल्ला निर्वाचनलाई चाहिँ तपाईँले कस्तो भिन्नता पाउनु के पाउनु यसमा अनावश्यक हल्ला, मतदातालाई दिग्भ्रमित पार्ने दुष्प्रयास र जनतालाई अल्मल्याएर कुनै योगदान नभएका त्यस्ता खालका तत्त्वहरूले भ्रममा पालेर घृणा फैलाएर घृणाको राजनीति गरेर प्रतिशोधको राजनीति गरेर यसरी देशलाई एउटा अन्यलको भुमरीको बीचबाट लाभ लिएर अगाडि बढ्ने स्वार्थी तत्त्वहरू हाबी हुन खोजेको अवस्था हो पहिलेभन्दा फरक। एमाले जित्नेमा तपाईँले जित्नेमा कतिको पनि जित्नुहुन्छ, एमाले पनि भरसक बहुमत ल्याउँछ। एमाले कदम कदाचित ल्याएन भने प्रमुख पार्टीको रूपमा आउँछ भनेर मैले पहिलेदेखि भनेको छु। त्यसमा कुनै शङ्कै छैन। तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ, तपाईँको क्षेत्रलाई लिएर कसरी भन्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ? मलाई मेरो पार्टीले प्रधानमन्त्री भन्न भनेको छु, देशले मेरो पार्टीले भनेपछि देशले बनाउँछ।